अखिल नेपाल फुटबल सङ्घ एन्फाले अन्तर्राष्ट्रिय महिला दिवस र एएफसी वुमेन्स फुटबल डे विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ। दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा ग्रासरुट फुटबल खेल्ने खेलाडी बालिकाहरूले फुटबल सम्बन्धी विभिन्न क्रियाकलापहरू गरेका थिए। ग्रासरुट फुटबल विकासमा एन्फा निरन्तर अघि बढिरहेको छ। उक्त कार्यक्रममा नेपाली खेलकुद पत्रकारितामा आफ्नो अमूल्य योगदान पुर्याएका 4 जना विशिष्ट महिला पत्रकारहरूलाई विशेष सम्मान गरिएको थियो। विगत 20 वर्षदेखि एभेन्यूज टेलिभिजन, ग्यालेक्सी टेलिभिजन र हाम्रो खेलकुद जस्ता लोकप्रिय च्यानलहरूमा आफ्नो कौशलता देखाएकी सरिता श्रेष्ठ, हिमालय टेलिभिजन, न्यूज 24 र कान्तिपुर टेलिभिजनमा आफ्नो विशिष्ट पहिचान बनाएकी सबिना कार्की, रासस मार्फत नेपाली खेलकुद पत्रकारितामा आफ्नो योगदान दिएकी मुना कार्की, त्यसैगरी हिमालय टेलिभिजन, एक्सन स्पोर्ट्स, AP1 र हाल खेलपानामा आफ्नो व्यावसायिकता प्रस्तुत गरेकी आकृति सिंहलाई एन्फाले गर्वका साथ विशेष सम्मान गरेको थियो। महिला पत्रकारहरूको योगदानले नेपाली खेलकुद पत्रकारितालाई उचाइमा पुर्याएको, महिला पत्रकारहरूको समर्पण र निष्ठाले हामी सबैलाई प्रेरित गरेको भन्दै महिला पत्रकारहरूलाई एन्फाका प्रवक्ता सुरेश शाहले शुभकामना व्यक्त गरेका छन्। कार्यक्रममा एन्फाका महासचिव किरण राईले खेलकुदमा संलग्न सबै महिलाहरूलाई आफ्नो अतुलनीय योगदानको लागि धन्यवाद दिँदै महिला दिवसको शुभकामना व्यक्त गरे। कार्यक्रममा राष्ट्रिय महिला फुटबल खेलाडी हिरा भुजेलको पनि प्रमुख आतिथ्य रहेको थियो। त्यसैगरी कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि रहेको थियो। हिरा भुजेल बहिनीबाट हामीले आज केक काट्ने सुरुवात भइसकेको छ भने त्यस्तै हाम्रो आजको प्रमुख अतिथि महासचिवज्यू लगायत सम्पूर्ण गेस्टमा मञ्चमा आसीन गेस्टहरूलाई पनि म अनुरोध गर्दछु। Happy Women's Day. Happy Women's Day. Happy Women's Day. Happy Women's Day. भलिबल सङ्घका केन्द्रीय सदस्यज्यू र यो पछिल्लो दीर्घमा एकदमै सम्मानित पत्रकारज्यूहरू, खेलाडी, पूर्व खेलाडी, महिला दिदीबहिनीहरू सबैलाई फेरि पनि हार्दिक सम्मान र हाम्रो एन्फाको कोषाध्यक्षज्यू, अभिभावकज्यूहरू, सबै महिला खेलाडी, विद्यार्थी बहिनीहरू, प्रशिक्षकज्यूहरू, पत्रकार साथीहरू सबैलाई म यो दस भन्दा अगाडि म जस्तै पुरुष बाजेहरूले हजुरहरू जस्तै महिला बजुहरूलाई गरेको अन्यायको क्षमायाचना गर्दै हार्दिक अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गर्दछु। हाम्रो समाजको विकासक्रम सँगै जङ्गली युग हुँदै सामन्तवादी युग हुँदै विभिन्न चरणहरू, समाज विकासको विभिन्न चरणहरूमा आउँदा मलाई लाग्छ सामन्तवादी युग नै थियो होला। न्युयोर्कमा 1857 मा टेक्सटाइल कम्पनीमा काम गर्ने महिलाहरूले, तपाईँहरू बस्दा हुन्छ, नानीहरू बस्नु गर्नुभयो, यो बुझ्न जरुरी छ किन मनाइराखेको छ त महिला दिवस। टेक्सटाइल कम्पनीमा काम गर्ने महिलाहरूले आफूलाई विभेद भएको महसुस गरे। पुरुषलाई काम गर्न जति गर्न त्यति नै गाह्रो थियो। त्यसपछि त्यति बेला काम गर्ने महिला मजदुरहरूले 1857 मा विद्रोह सुरु गरे। पुरुष सरहले हामीलाई पनि सुविधा हुनुपर्छ भनेर विद्रोह सुरु गरे। तर त्यो विद्रोह त्यति बेलै सम्बोधन भयो। 53 वर्षपछि सन् 1910 मा मात्रै युएनले यसलाई रेकग्नाइज गरेर महिला र पुरुष मजदुरहरूलाई समानता प्रदान गर्यो र सन् 1910 बाट मार्च 8 को दिन
को युएनले घोषणा गरेको भएको हुँदाखेरि संसारभरि नै महिला र पुरुष समान अधिकारको निम्ति अन्तर्राष्ट्रिय सम्बोधन भएको दिनको रूपमा आज हामीले मनाउने गरेका छौँ।